सो बेसिकली यो भिडियोमा म तिमीहरूसँग के कुरा गर्छु भने कसरी यु क्यान बी अ फुटबल फ्यान लाइक इन अ न्यू डे जस्ट लाइक द राइज अफ लमिन यामाल एन्ड किलियन एम्बापे यस्तो प्लेयरहरू अर्लिङ हाल्यान्ड जस्तो प्लेयरहरूको टाइम एरा जुन मेसी र रोनाल्डो एरापछि न्यू एरा आइसकेको छ। यसमा चाहिँ मेनी अफ दि फ्यान्स आर न्यू टु फुटबल, दे वान्ट टु वाच फुटबल फर द इन्जोयमेन्ट, दे लाइक टु वाच द ब्युटिफुल स्पोर्ट एज इट इज। तर फुटबल हेर्न पर्यो होइन, तर फुटबल कहाँबाट र कसरी हेर्ने, हाउ टु स्टार्ट अल द लिग गेम्स, प्रिमियर लिग भने के हो, ला लिगा भने के हो, च्याम्पियन्स लिग के हो, कन्फरेन्स लिग के हो, युरोपा लिग के हो, यो भिडियोमा हामी एकदम डिटेलमा विल गन टक अबाउट हाउ फुटबल वर्क्स स्पेसल्ली इन युरोप। बेसिकली के हुन्छ भने हरेक युरोपियन ठुल्ठुलो कन्ट्रीहरू, फर इक्जाम्पल युनाइटेड किङडम, स्पेसली इङ्ल्यान्डमा हुन्छ एउटा लिग गेम जुन चाहिँ अराउन्ड 38 म्याचको हुन्छ, जसमा चाहिँ अराउन्ड 20वटा टिमहरू हुन्छ। त्यो टिमहरू चाहिँ एक आपसमा कम्पिट गर्छन् थ्रु आउट अ सिजन, फर इक्जाम्पल 24-25 सिजन। त्यो सिजन थ्रु आउट हुँदाखेरि सबैभन्दा बढी पोइन्ट जसले जित्छ त्यसले इट्स लाइक 3 पोइन्ट र इट्स लाइक 1 पोइन्ट। सो एन्ड इफ यु लस यु विल गेट अ 0 पोइन्ट, ओके, लाइक इट्स बेसिक सिम्पल। सो त्यो फर्मेटमा चाहिँ सबैभन्दा बढी पोइन्ट कसले लिएर आउँछ, राइट? सो सबैभन्दा इन्ड अफ द सिजनमा सबैभन्दा टपमा को हुन्छ त्यसले नि त्यो लिग जित्छ। इङ्ल्यान्डमा त्यो लिगलाई प्रिमियर लिग भन्छ। त्यो इङ्ल्यान्डमा भएको मेजर टिमहरू र धेरै फ्यानहरूले फलो गर्ने टिम म्यान्चेस्टर युनाइटेड, चेल्सी, म्यान्चेस्टर सिटी, एन्ड वी हेभ स्पर्ट्स, देन वी हेभ आर्सनल, देन वी हेभ लिभरपुल एन्ड इभर्टन। यस्तै टिमहरू जुन चाहिँ स्पेसली इङ्ल्यान्डको टिमहरू, इङ्ग्लिस टिमहरू हुन्। बेसिकली त्यो सिफ्ट हुन्छ अब स्पेनमा त्यसलाई भन्छ ला लिगा। सेम काइन्ड अफ फर्मेट जस्ट लाइक इपिएल, इट्स कल ला लिगा। अनि त्यसमा खेल्ने टिमहरू चाहिँ सेम फर्मेट हो, इट्स लाइक रियल मड्रिड, बार्सिलोना, एथलेटिको मड्रिड, रियल बेटिस एन्ड अदर स्पेनिस टिम। सो बेसिकली त्यो भयो। एन्ड देन इफ यु टक अबाउट फ्रान्स, इट्स कल लिग 1 जसमा चाहिँ पिएसजी जस्तो टिमहरू छ। एन्ड इफ यु गो टु जर्मनी, इट्स कल बुन्देसलिगा जसमा चाहिँ बायर लिभरकुसन जस्तो टिमहरू छ। इफ यु मुभ टु इटली, त्यसलाई चाहिँ सिरिया भन्छ। सिरियामा चाहिँ इन्टर मिलान, एसी मिलान जस्तो टिम कम्पिट गरिरहेको हुन्छ। एन्ड अदर जस्तै पोर्चुगलमा देन वी हेभ अल आउट अफ डिफ्रेन्ट, तर मेजर टप 5 लिगहरू यिनीहरू हुन्। सो इफ यु फलो दिस काइन्ड अफ लिग यु हेभ अ गुड काइन्ड अफ आइडिया अफ प्रिमियर लिग्स, अनि कति बेला कुन कम्पिट हुन्छ। देन इट्स अबाउट अ ट्रफी, अर्को ट्रफी हुन्छ युरोपियनको मेन ट्रफी हुन्छ च्याम्पियन्स लिग। च्याम्पियन्स लिग भनेको होल अराउन्ड लिगमा भएको टिमहरूमा सबैभन्दा बेस्ट टिम, अथवा भनौँ न कम्पिटिसन, इट्स ए नकआउट काइन्ड अफ कम्पिटिसन। अनि त्यसमा चाहिँ कसले जित्छ, पहिला चाहिँ यो चाहिँ ग्रुप स्टेजहरू सानो ग्रुप बनाएर गर्थ्यो भने लास्ट इयरदेखि चाहिँ अब यो चाहिँ एउटा सेम लिग फर्मेट जस्तै लिग टेबलमा हुन्छ। अनि त्यो लिग टेबलको चाहिँ भनौँ न लाइक टप 8, टप 16 गरेर चाहिँ फेरि चाहिँ नकआउट स्टेज हुन्छ, राउन्ड अफ 16, 8, अनि त्यसपछि गएर सेमी फाइनल अनि फाइनल गरेर यसरी चाहिँ यो च्याम्पियन्स लिग हुन्छ। अब च्याम्पियन्स लिगमा क्वालिफाई हुनको लागि सर्टेन लिगबाट सर्टेन क्राइटेरिया छ। टप 5 फ्रम प्रिमियर लिगहरू चाहिँ च्याम्पियन्स लिगमा डाइरेक्ट क्वालिफाई हुन्छ प्लेअफको लागि। त्यसै गरी टप 4 फ्रम ला लिगा डाइरेक्ट क्वालिफाई। त्यसै गरी मेनली टप 3, टप 4, अनि इफ यु गो टु लाइक इन पोर्चुगल अर समथिङ काइन्ड अफ कन्ट्री, त्यसमा चाहिँ टप 2 हुन्छ। त्यसरी नै थ्रु आउट युरोपबाट क्वालिफाई हुन्छ र एक आपसमा कम्पिट गरेर च्याम्पियन्स लिगको लागि कम्पिट गर्छ। त्यो च्याम्पियन्स लिगको पाटो सकियो। देन वी हेभ च्याम्पियन्स लिग भन्दा तल्लो स्टेज छ, वी हेभ युरोपा लिग। युएफा युरोपा लिग भनेको कस्तो भने इफ यु डोन्ट गो टु च्याम्पियन्स लिग क्वालिफाई भएको छैन, तर इफ यु आर लोवर देन दि टप 5 टिम, देन यु विल कम्पिट फर सेम इन सेम फर्मेट फर युरोपा लिग, जसमा चाहिँ अहिले लाइक म्यान्चेस्टर युनाइटेड एन्ड स्पर्ट्स आर फाइटिङ फर द फाइनल। त्यसै गरी त्योभन्दा नि अलिक स्टेप भनेको चाहिँ कन्फरेन्स लिग हुन्छ। द्याट इज अल अबाउट द इम्पोर्टेन्ट च्याम्पियन्स लिग एन्ड कन्फरेन्स लिग कन्सेप्ट। सो यु बेसिकली हेभ अ लिटल बिट अफ आइडिया। देन हरेक एउटा लाइक इफ अ कन्ट्रीमा दे हेभ अ डोमेस्टिक कप, इट्स लाइक a different cup, it's in knockout stage. Like for example, if you go to England, you have FA Cup. If you go to La Liga, it's called Copa del Rey, and different kind of trophies in different countries. त्यो भन्दा बाहिर चाहिँ तिमीहरू हामीहरूसँग चाहिँ अरू सानो कपहरू हुन्छ, जस्तै सुपर कप या स्पानिया, तिनीहरू डोमेस्टिक कपहरू हुन्छ नि, तर मेजर कपहरू यो हुन्छ।
अनि हरेक सिजनको स्टार्ट भइसकेपछि यसरी सेड्युल गरिरहेको हुन्छ कि टिमहरूको म्याचेस, सो द्याट कसैको चाहिँ लिग म्याचेस छ भने च्याम्पियन्स लिगको अरू बिचमा हुन्छ, च्याम्पियन्स लिग नहुँदा लिग म्याचेसहरू चलिरहेको हुन्छ, अनि इन्टरनेसनल ब्रेक आउँछ सो द्याट दे गो फर देयर कन्ट्रिज टु रिप्रेजेन्ट। जस्तै इफ वर्ल्ड कप क्वालिफायर्स भयो, जस्तै अर्जेन्टिना ब्राजिलहरूको टिमहरू, त्यो टिमहरू त्यहाँ जानको लागि त्यसमा चाहिँ इन्टरनेसनल ब्रेक हुन्छ। इन्टरनेसनल ब्रेकमा चाहिँ मेजर अफ दि बार्सिलोना भनौँ न, बार्सिलोना रियल मड्रिड जस्तो ठुल्ठुलो टिमको प्लेयरहरू चाहिँ आफ्नो कन्ट्रीलाई रिप्रेजेन्ट गर्न जान्छन्। अनि इफ देयर इज युरोज अनि कोपा डेल रे चाहिँ इन्टरनेसनल ट्रफिज हुन्छ कन्ट्रीबाट रिप्रेजेन्ट गर्ने। अब लिग बाइन्ड द इन्टरनेसनल ट्रफीहरू चाहिँ स्पेसली वर्ल्ड कप भयो, इट्स बेसिक इजिएस्ट, 4 वर्षमा आउँछ वर्ल्ड कप भन्ने, हरेक कन्ट्रीले रिप्रेजेन्ट गर्ने हो। इट्स इन नकआउट फर्मेट, भेरी सिम्पल। अनि त्यसपछि चाहिँ आउँछ युरोपलाई स्पेसली फोकस भएर आउँछ युरोज भन्ने होइन। युरोज चाहिँ कस्तो हुन्छ भने हरेक 2 इयर्समा हुन्छ। लास्ट 2024मा भएको थियो जुन स्पेनले जितेको थियो, त्यो ट्याक्क इट्स काइन्ड वर्ल्ड कप फर्मेट होइन। अनि त्यस बेलामा चाहिँ कुनै पनि लिग म्याचेसहरू हुँदैन। इट्स त्यो प्लेयरहरू चाहिँ आफ्नो कन्ट्रीलाई मात्रै रिप्रेजेन्ट गर्छ, त्यसरी चाहिँ त्यो गेमहरू खेलिन्छ। अनि साउथ अमेरिकामा आउने भने त्यसलाई चाहिँ कोपा अमेरिका भन्छ, आई जस्ट फरगट, कोपा अमेरिका भन्छ, जसमा चाहिँ अर्जेन्टिना ब्राजिल जस्तो जाइन्ट कन्ट्रीहरू चाहिँ एक आपसमा कम्पिट गर्छन्। द्याट इज अ बेसिक आइडिया हाउ फुटबल वर्क्स। अनि त्यसपछि इफ यु लाइक स्टार्टेड फलोइङ अ टिम, फर इक्जाम्पल यु स्टार्टेड वाचिङ म्यान्चेस्टर सिटी or Manchester United or maybe Barcelona or Real Madrid, step by step you'll understand it and how this system works. It is very easy, and if you want to be a football fan from now, it is the best time, because in the rising of the young players like Lamine Yamal, Woods, and era of Jude Bellingham and Kylian Mbappe also, Erling Haaland, Omar Mormaus, and very big names. So that is it for this video. Do hit a like button. Thank you so much.